सबै दाजुभाइ दिदीबहिनीहरूमा मेरो नमस्कार। मैले एउटा कुरा भन्न चाहे, हर्का सङपाङको श्रम पार्टी माटो भनेका छन्। यो एकदम सिद्धान्तविहीन पार्टी हो। जसरी घोडामा लगाम बिना चढ्यो भने के हुन्छ, उसले भिरतिर पनि जान सक्छ, लान सक्छ। जसले गर्दा पार्टीमा निश्चित सिद्धान्त चाहिन्छ। पार्टीका कार्यकर्ता पनि त्यसै लाइनमा बोल्नु, हिँड्नु, काम गर्नु बेकम छ। पार्टीका कार्यकर्ता भनेको पार्टीको सिद्धान्त, त्यसको दर्शन पहिला जान्नु आवश्यक छ, ताकि आफूले सोचेको निश्चित ठाउँमा पुग्न सकियोस्। अहिले हर्का सङपाङको पक्षमा दुनियाँ लगाम बिनाको घोडामा चढेका छन्। हर्का सङपाङको पार्टीको श्रम सिद्धान्त नै निश्चित छैन। श्रम कति प्रकार हुन्छ त्यो पनि थाहा छैन, र जसले भोलि कता लान्छ भन्ने कुरा पनि निश्चित छैन। श्रम को प्रकारमा सामाजिक श्रम गरेर व्यक्तिगत श्रम, खोइ हामीले के खाएर सामाजिक श्रमदान गर्ने हो, र हामीले तिरेको कार चाहिँ के गर्ने हो, व्यक्तिगत खातामा राख्ने हो कि के गर्ने हो। जसले गर्दा हामीले व्यक्तिगत श्रम बढी गरेर घाँस बाँस कपास पुरा गर्नुपर्छ। हामीले तिरेको कारलाई क्षेत्र, लिङ्ग र भूगोलको आवश्यकताको आधारमा निश्चित विनियोजित गरी सामाजिक कामलाई पुरा गर्नुपर्छ। तर यहाँ सरकारले बजेटलाई सुनियोजित ढङ्गबाट विनियोजित गरेको छैन र भएको छैन। यसमा कमी कमजोरी छन्। यसमा पुराना पार्टीलाई सुधार्दै लानु आवश्यकता छ। यसमा जनताले खबरदारी गर्न असमर्थ हुनु कमजोरी छ। कुरा के छ भने कुनै पनि घरको श्रीमान श्रीमती बिचमा एउटा कमजोरी छ। कमजोरीलाई सुधार्दै लानुको सट्टा श्रीमानले अर्को श्रीमती बिहे गर्न खोज्नु र श्रीमतीले पनि अर्को श्रीमानसँग बिहे गर्न श्रीमान खोज्नु, यो त ग्लास सोच चिन्तन हो। त्यसैले पुरानो पार्टी नै भोट दिई सुधारेर लैजानु राम्रो हो। र त्यसरी भोट दिएर बरु खबरदारी गरेर हुन्छ कि के हुन्छ कि बरु व्यक्तिगत